हेलो साथीहरु सबैलाई नमस्कार। यो चाहिँ चन्द्रगिरी नगरपालिका हो है। हामी अहिले बलम्बु साइडतिर छौँ, सिर्जना चोकतिर लगभग। यो छ नि यो उताको नागढुङ्गाको सुरुङ मार्ग हो के है। छ चन्द्रगिरी हिल परे भाइ इधर धेरै चिसो छ गाइजहरु। छतमा आएको यसो म त हावा खाम भनेर, चिसोले त लटकाएर बनाइरहेछ। के छ साथीहरु, तपाईहरुतिरको कस्तो छ? चिसो छ कि नै? के गर्दै हुनुहुन्छ? यता त लास्टै चिसो छ है, यतातिर त लास्टै भन्दा नि लास्टै चिसो छ। तपाईहरुकोतिर के छ के छैन भन्नुहोस् है। यहाँ लुगा सुगा राखेका रहेछन्, ठिक छ। माथितिर घाम डुब्न आँटेको छ माथितिर हेर्नुहोस् साथीहरु। अस्ति त्यो डाँडोमा गएको है, कस्तो माथिबाट त खतरै भ्यू देखिँदो रहेछ। अब केही दिनपछि जानु पर्ला यसो घाममा है। तपाईहरुलाई आज म मेरो कलेज देखाउँछु है। काठमाडौँ फरेस्ट्री कलेज है। यो चाहिँ कता पर्छ भने नि, यो त म ठ्याक्कै बिर्सेँ यार। हो यहाँ माथि पर्छ क्या, यहाँ माथि यहाँ माथि पर्छ यहाँ। त्यहीँ पर्छ, यहाँबाट देखिरहेको छैन उता जङ्गलले गर्दा त्यहीँ पर्छ है। बिहान त्यता पनि धेरै चिसो हुने। हेर्नुहोस् कसरी गइरहेछ। आम्मामा रोके मलाई लगेर जाए। श्री के भन्छ यसलाई? श्री एयरलाइन्स हो खै, के हो थाहा छैन मलाई। खै श्री नै हो जस्तो लाग्यो है। त्यो चिसो मौसम छ साथीहरु। अब जोगिएर बस्नु होला है आफ्नो ठाउँमा। नेनो लुगाहरू लगाएर बस्नु होला। बिरामी परिन्छ, बिरामी पर्यो भने फेरि यस्तो चिसोमा गाह्रो नै हुन्छ। फेरि हस्पिटल धाइ गर्नुपर्छ है। ठिक छ साथीहरु, भिडियो हेरेर साथ दिनु होला है। लाइक शेयर कमेन्ट अनि सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरु। त्यही भन्न भन्छु म त। अब ठिक छ साथीहरु, धेरै चिसो भयो, अब तल रुममा जानु पर्यो। हस् धन्यवाद साथीहरु। लाइक शेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस् धन्यवाद।